Hello guys, namaste. Welcome to back my mini blog. आज चाहिँ मेरो हप्ताको एक छुट्टी भएको कारण म चाहिँ मेरो कावासाकी निन्जा एच2 लिँदै लागे घुम्न। त्यसपछि घुमेर हामी घुम्दै घुम्दै यताउता हेर्दै कावासाकीबाट माथि हेर्दै हावा यताउता गर्दै अघि बढ्दै गयो। त्यसपछि हामी चुत्तो अनि लागे म यहाँ मेरो कावासाकी निन्जा बाइक पार्किङ गर्दै चितवन बाइकी जहाँ चाहिँ 100 रुपियाँमा विभिन्न जुसहरू किन्न पाइन्छ। मात्रै 100 रुपियाँ। अनि मैले 100 रुपियाँ हाले कोइन 100 रुपियाँ ह्याकु एन। त्यसपछि लिए मैले त्यस्तो केही राम्रो थिएन। जुस लिए 3वटा फ्लेभरको जुस भन्दै जुस लिए। अनि मेरो कावासाकी निन्जा ब्यागमा राख्दै माथि हेरेको हामीले सानोमा देख्दाखेरि चाहिँ यसलाई रकेट भन्छौँ, तर जापानमा यो चाहिँ डेली उड्ने बाइकका कारण खासै त्यस्तो महत्त्व नहुनेछ। हाम्रो चाहिँ सानोमा यसलाई रकेट भन्थ्यो। अनि म उता पुगेँ पोखरीमा हेरेको जापानिज डग आम्फाले मैले भने हेरिरहेँ। अनि फेरि लागे